यहाँ पे बिमला गया है। तपाईहरु पनि मणिपुर आउनुस्। लेकिन तुम लोग को हेलो साथीहरु, गुड मर्निङ, नमस्ते, सेवा, वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड आई होप सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा म चाहिँ न्यू ब्लग स्टार्ट गरिसके है त। अनि आज चाहिँ म घर जाँदैछु। कति दिन बादमा चाहिँ मैले ब्लग लिएर आइसके। अनि मैले चाहिँ तपाईहरुलाई अस्ति नै भनेको थिएँ मेरो ब्लग 10-15 दिनसम्म चाहिँ आउँदैन, तर नबिर्सिनु होला भनेर चाहिँ भनेको थिएँ। यहाँ देख्न सक्नुहुन्छ उनीहरू चाहिँ सुतिरहेछ। के भन्दै थियो? नमस्कार। भक्तेको सेकेन्ड यहाँ छ। भक्तेको सेकेन्डहरु यसो गर्दैछ। नमस्ते। भक्तेको बिग फ्यान हो अनि उसको स्टाइल बिग फ्यान। भक्ते भाइ हो कि दाइ हो थाहा छैन, तर पनि उहाँको चाहिँ बिग फ्यान अरे। तपाईको चाहिँ क्या बोलता है काम इतना हम लोग आज तो हम नहीं सोया था तो सिर्फ 2 घंटे सोया है। 2 घंटा भी मैं तो नहीं सोया, अच्छा से नहीं सोया है। रात में उठ के आया है चलते। आज तो ना चलते सुबह हो गए और हम घर जा रहा है अभी। तो यहाँ पे मैं आप लोगों को व्यू दिखाऊंगा। वेट। इधर घूमने आया तो क्या बोलता है? घूमने देखो अच्छा है। लेकिन तुम लोग को लगता होगा ये क्या बोलता है? जंगल क्या अच्छा है। क्या बोलती है? अच्छे से सुन भी नहीं रहा। मेरे को ना पता नहीं। यहाँ पे बिमला गया है दुकान पर, पता नहीं क्या खरीद रही है। तपाईहरु पनि मणिपुर आउनुस् है। मणिपुर आउनु भने चाहिँ यस्तो दामी दामी भ्यू देख्न सक्नुहुन्छ। तपाईहरुलाई यस्तो लागिरहेछ होला कि यो भिरको उतापट्टि चाहिँ कस्तो छ भनेर चाहिँ। तर हामी चाहिँ नपुगेको जग्गा कहीँ छैन साथीहरु। यो भिर पनि उतापट्टि गएको छौँ। बहुत दिक्कत हुआ ना, लेकिन बहुत इतना अच्छा है। देखो ना सिखा हाय बोलो इधर पे। ए तुम भी ब्लॉग बना रहे हो? 2 hours later. गाइस अहिले चाहिँ हामीले चाहिँ यहाँ हैन उयो दाँतहरु सफा गर्नलाई आएर बसिरहेको छौँ, देख्न सक्नुहुन्छ। अनि यहाँ सिस्टरहरूले चाहिँ अहिले चाहिँ उयो नास्ता गर्दैछ नि त। अनि उनीहरूलाई चाहिँ पर्खिनु पर्ने हुन्छ। गाइस मैले चाहिँ हिजो र आजको ब्लग चाहिँ एकैचोटि लगाएको है त। अनि हिजो चाहिँ म घर आएँ अनि राति आइपुगेको थिएँ। रातिबाट हिँड्दा चाहिँ के भन्छ, म चाहिँ एकदम राति आइपुगेँ नि त। अनि म चाहिँ गलेर एडिटहरू गर्नु पाइनँ अनि भिडियोहरू अपलोड गर्नु पाइनँ। सो हिजो र आजको चाहिँ मैले नि आज चाहिँ एकैचोटि लाउने छु। अनि तपाईहरुले सायद के ममा के डिफरेन्ट देखिराख्नु भएको छ है त। सो मैले चाहिँ पहिल्यै तपाईहरुलाई भनेको थिएँ मेरो यो दाँत चाहिँ के भन्छ बिग्रेको थियो भनेर चाहिँ। अनि सो मैले चाहिँ यो चाहिँ के भन्छ नक्ली हो कि प्लास्टर गरेको छु। सो त्यसमै डिफरेन्ट छ होला, यहाँ देख्न सक्नुहुन्छ। अनि के भन्छु भन्दाखेरि चाहिँ मलाई चाहिँ आमाहरूले चाहिँ अनि त्यहाँदेखि बुनुहरूले चाहिँ के भन्नु भन्दाखेरि चाहिँ के डिफरेन्ट छ। मैले चाहिँ सोधेँ के डिफरेन्ट छ मेरो अनुहारमा भनेको। केही पनि छैन अरे, किनकि यो मेरो पहिला पनि यो मेरो आदि थिएन, नहुँदा पनि केही देखिँदैन थियो नि त यो उधोपट्टि भएर। सो तर पनि मैले चाहिँ बनाएँ अनि केही डिफरेन्ट चाहिँ छैन भनौँ मलाई चाहिँ मामाहरूले चाहिँ। अनि त्यही हो। सो आज चाहिँ म चाहिँ एकदम नुहाउनु पर्ने हुन्छ। गाइस म चाहिँ नुहाएर पनि सकेँ र अहिले चाहिँ म चाहिँ भने मामा चाहिँ अघि नै माथि मटर टिप्नु हुँदैछ। अनि म चाहिँ नुहाइसकेर जाँदैछु मामालाई सघाउनुलाई। यहाँ देख्न सक्नुहुन्छ अब यहाँ टिप्नु पर्ने हुन्छ है त। मटर चाहिँ यहाँ जङ्गल घारीमा फुलहरू फुलो यो सबै मैले रोपेको। अस्ति नै मैले तपाईहरुलाई देखाएको थिएँ, मेरो ब्लग कसले हेर्नु भयो है त। मैले यहाँ रोपेको पनि देखाएको थिएँ तपाईहरुलाई। यहाँ माथि फुल्दैछ। हजुर
भयो होला मामाले चाहिँ एक गमला बनाइसक्नु भएछ है त। अब चाहिँ म चाहिँ यो लिएर आइसकेको छु टिप्रेलाई। A few moments later. हामीले चाहिँ यो टिपेर पनि सक्यौँ है त, देख्न सक्नुहुन्छ। यति टिपिङ मामा र मैले चाहिँ, अनि अझै पनि अलिकति छ भरे टिप्न जानुपर्ने हुन्छ। फाइनली मैले चाहिँ सबै कामहरू सकाएँ है त, खाजाहरू खाएर सबै कामहरू पनि गरिसकेँ। अनि एकदम गलिरहेको छु म, यस्तो गलेको छु साथीहरू के भन्नु नि, मजाले रेस्ट गर्नु पनि पाएको छैन, यस्तो निन्द्राहरू लागिरहेछ। यतै बस्दा म निदाउनु खोज्दैछु है त। अनि बाई बाई, थ्याङ्क्स फर वाचिङ। इफ यु एन्जोय दिस भिडियो प्लिज सब्सक्राइब फर मोर कन्टेन्ट। बाई।